बारीदेखि चाहिँ यो केरा छ नि यसलाई काटेर राख्नु छ यार। आज म चाहिँ केराको कोसा काटेर राख्न लिएर जाँदैछु यार घरतिर। अब पाकेपछि चाहिँ खाना मोज भन्नुभयो क्या अरू भन्दा पनि। केराको कोथो त काटेर राख्यो, फेरि पुरानो घाम यो भुइँभरि छरिएको धानलाई के ठाउँ छर्यो, अब यो साइडको धानलाई यता राख्नु छ यार। हाम्रो भन्दा थियो मैले चाहिँ टक्क धान सान खन्को मुन्को गरेर पुरै क्या खन्को मुन्को गरेर अहिले घाँस काट्न जाँदैछु। हाम्रो बिउको हालत त्यस्तो भएर यतातिर राम्रो छ, यतातिर झारै झाराएको छ यार। यस बिउ उखाल्ने बेलामा झार छान्न चाहिँ सजिलो हुन्छ क्या, किनकि लामो खालको झार छ नि त। त्यसैले अब रोपाइ पनि सायद 15-20 दिनमा हुन्छ होला यार। र अहिले चाहिँ हाम्रो हिजोदेखि एक्जाम चल्न थाल्यो। म चाहिँ अहिले घाँस काट्न जाँदैछु यार। त्यस फर्स्ट टर्मिनलको एक्जाम हो, हिजो इङ्ग्लिसको थियो, आज नेपाली। साला पढाइ त्यस्तो केही छैन, पास पनि कसरी हुने भन्ने चिन्ता लाग्छ यार बेला बेला। फेरि भोलि शनिबार होइन, आज फ्राइडे हो, यहाँनिर आज शुक्रबार। आज एउटा एक्जाम हुन्छ, शनिबार र आइतबार छुट्टी। त्यसपछि सोमबार म्याथको एक्जाम होला, शनिबार र आइतबार फेरि मेरो बिउ उखाल्न जान्छ यार भोलि र पर्सि यहाँ अब छरछिमेककोमा। यो बाँसको लौरो चाहिँ सेफ्टीको लागि बोकेको, यतातिर सर्पहरू पनि हुन्छ नि त घाँस काट्ने ठाउँतिर। हिजो पो कछुवा भेटेको थियो, आज सर्प भेटिएला कि भन्ने डर पो हुन्छ। यता काट्नु पऱ्यो घाँस, हिजोकै ठाउँतिर नि छिट्टो बारी पुग्छ। फेरि घाँस काट्ने ठाउँमा घुडा पानी छ यार, त्यही टेन्सन लाग्छ। यस्तो पानी जमेको छ कि यतिको घाँस काट्नु पऱ्यो ल यार। अब घाँस काट्ने हो टक्कसँगले होइन, अनि छिटो काम सक्नु पऱ्यो नि त। म चाहिँ घाँस काटेर आएर नुहाएर खानासाना खाइसकेँ। अब स्कुल जानको लागि रेडी हुँदैछु यार। म चाहिँ स्कुल जाँदैछु, अहिले बाटोमै छु यार। बाटोमा भन्दा नि पुलमा आइपुगेँ यार। घाम कस्तो कसेर लागेको छ भनेदेखि छोडिदिउँ न हो, लास्ट लागिरहेको छ यार। अहिले त हल्का बादलले छेक्यो कि घरबाट हिँड्दाखेरि त बोलाउने जतिको घाम छ यार। अब भ्लग चाहिँ म चाहिँ अहिले स्कुलबाट घर आइसकेँ, कपडा चेन्ज गर्न जाँदैछु। आज चाहिँ लास्ट ब्याड न्युज सुन्नु पर्यो। बिहानभरि गाईलाई घाँस काटेँ, आउँदाखेरि गाई नै बेचिदिनु भएछ यार आज। यस हामीले नपाल्ने कुरा त अस्तिदेखि चलिरहेको छ, तर अचानक यार कस्तो थाहा नै नपाई गाई बेचिदिनु भएछ यार। यस्तो दुःख लागिरहेछ। आउने बित्तिकै खबर सुन्दाखेरि रन्मतीको बानी यस्तो पारो तातो कि एकछिन त यार। फेरि अब के गर्नु नगर्नु भइरहेछ यार। म चाहिँ अहिले बारीतिर तरकारी टिप्न आएको छु। तरकारी भन्दा नि घिरौला क्या, यहाँ लागिरहेको रहेछ है। यहाँनिर त्यसलाई नकाटी त नहुने रहेछ यार। यहाँ पनि रहेछ एउटा, उहाँ माथि रहेछ। म चाहिँ तरकारी टिपेर आउँदैछु, घिरौलाहरू हातभरि छ यार। यस हाम्रो बारीमा चाहिँ घिरौला, लौका, फर्सी, काँक्रा, ड्राइगन फ्रुट चाहिँ मजाले फलेको छ यार। अहिले यति रहेछ मजाले, हामी 4जनालाई 2 छाक पुग्छ यार यतिले। ड्राइगन फ्रुटहरू मजाले लागेको छ यहाँ। यो काँक्रा त झ्याक्ने झन्डै 3-4 किलोको होला,
किलोको छ यार, आमामा कम्ती भारी छ। यत्रो छ काँक्रो पनि आमामा। अब मलाई चाहिँ छिमेकीको घरतिर दाउरा काट्न बोलाएको छ। दाउरा काटेर आएर मात्रै भ्लग कन्टिन्यू गर्नु पर्यो यार। गुड मर्निङ गाइज, आज नेक्स्ट डे। म चाहिँ अहिले आमालाई पूजा गर्नको लागि बेलको पत्ता र दुबो लिन जाँदैछु यार। हिजो बेलुका पनि भ्लग कन्टिन्यू गरिनँ यार, अल्छी लागेर। केही कामै थिएन, गाई हुँदा पो यताउति घाँस काट्ने हुन्थ्यो, भ्लग बनाइराखौँ भने चाहिँ केही कामै भएन। के कामै भएन भने पनि तल दाउरा छिर्न जानु छ, त्यो पनि भ्लग बनाइएन। अहिले चाहिँ म बेलको पत्ता लिन जाँदैछु यार। यो जुन देखिनु छ नि, यो ठुलो रुख, यो चाहिँ बेलको रुख हो यार। यहाँ चाहिँ बेल पनि फलिरहेछ। म चाहिँ एउटा बेलपत्र लान्छु क्या। खुट्टा लायो त बिग्रियो यार। 2 यसले गरेर 3 बेलको पत्ता त लिएर आइसक्यो, तर म अहिले चाहिँ अम्बक लिन आइरहेको छु यार बारीतिर। यतातिर फलिरहेछ, जस पाकेको चाहिँ रहेन रहेछ यार, यो रातो अम्बक पनि। अम्बक त यहाँ पाकेको रहेछ यार। आँपको सिजन छ क्या, अब अम्बाको सुरु यार, धरौ पाक्न थालेछ क्या अम्बा चाहिँ। अब अहिले भर्खर टिपेर ल्याएको यार। अरू पनि पाएको छ कि, तर टिप्नै भ्याइन क्या। यत्रो यत्रो साह्रो निकै ठुल्ठुलो पो छ त यार। यस गाउँमा बसेपछि यस्तो कुराहरू चाहिँ खान पाइराखिन्छ यार। अम्बक टिपेर काँक्रा पनि छ कि भनेर हेर्न आएको त काँक्रा त रहेन रहेछ। यो एउटा रहेछ बिग्रिसकेको, ऊ माथि एउटा रहेछ। काँक्राको बोट पनि खातखुतै मरेर गएछ यार, यस्तो भखडेरी काँक्राको त यार। पहिला कति मजा लागिरहेको थियो। बोडीहरू चाहिँ फेरि यत्तिकै छ, बोट त फलेको छैन बोडी पनि। यता घिरौलाको लहरा त्यस्तै छ, घिरौला फलेको छैन यार। एउटा काँक्रा त गत्तिले भेटियो यार, जे भए पनि। ल म चाहिँ काँक्रा साक्रा टिपेर अब बारीबाट घरतिर जाँदैछु यार। ठुल्ठुलो रहेछ दुईवटा ठिकैकै। फल्न त 4 किलो 5 किलो पनि फलेको छ कि, त्यो चाहिँ नटिपेको यार। आज शनिबार, स्कुलको कपडा सपडा धुनु छ। त्यसपछि आज मेरो बिउ उखाल्न जानु छ यार। अब कपडा धोएर मात्रै म भ्लग कन्टिन्यू गर्छु यार। र म चाहिँ अहिले घरबाट बिउ उखाल्न हिँडिसकेँ कि। अब टक्क आजको भ्लग धेरै लामो भइसक्यो होला। आजको भ्लग यहीँ एन्ड गर्छु। थ्याङ्क यू सो मच वाचिङ फर बाबा यार। नेक्स्ट भिडियो हेर्नु है त। अब बिउ काटेको भ्लग आउँछ है नेक्स्ट।